हेलो एभ्रिवान, नमस्ते। हजुरहरूको दसैँ कस्तो हुँदैछ त? हाम्रो चाहिँ एकदमै धेरै रमाइलो हुँदैछ। हामी चाहिँ परिवारहरूसँग मिलेर तास खेल्ने, नाच्ने, घुम्ने अनि अरू पनि धेरै धेरै कुराहरू गरेर इन्जोय गर्दैछौँ। अनि खेलेर मात्र त भएन, खानै पर्यो। अनि आज हाम्रो भान्सामा बन्दैछ भुटन दसैँ। भुटन चाहिँ हामी सबैजनाको फेभरेट हो। त्यो पनि आगोमा पकाएपछि त एकदमै धेरै मिठो हुन्छ। मजाले आगो बल्यो भने त आगोमा पनि पकाउन एकदमै मजा आउँछ। भुटन बनाउनको लागि चाहिँ एकदमै धेरै मेहनत गर्नुपर्छ। मजाले पखाल्नुपर्छ। पखाल्न पनि एकदम मिहिनेत गरेर पखाल्नुपर्छ, फोहोर हुन्छ। अनि त्यस पछाडि बोइल गर्दैछु म। यसरी मजाले निकालिसकेपछि अनि हामी काट्छौँ। काट्दा पनि आफ्नो आफ्नो साइज हेरेर काट्दा भयो। कसैलाई चाहिँ ठुल्ठुलो पिस मनपर्छ, मलाई चाहिँ सानो सानो मनपर्ने भएर सानो सानो पारेर काटेको छु मैले। यहाँ काट्न पनि एकदमै धेरै टाइम लाग्ने रहेछ यो चाहिँ। अब हामीले काटिसक्यौँ, अब हामी फ्राई गर्नतर्फ लाग्छौँ। सुरुमा तोरीको तेल हाल्ने। मजाले तेल तातिसकेपछि हामी हाल्छौँ ज्वानो, जिरा, 5 फुरन जे हाल्दा पनि भयो। मैले धेरै लसुन र अदुवा काटेको हालेको थिएँ। मजाले ब्राउन हुँदैसँग फ्राई गर्ने त्यसलाई। अनि हामी हाल्छौँ भुटन। भुटन चाहिँ मजाले भुट्ने। त्यस पछाडि चलाउँदै मजाले चलाउँदै जानुपर्छ। मजाले भुट्यो भने मात्रै मिठो हुन्छ यो चाहिँ। सबैको आफ्नै आफ्नै तरिका हुन्छ भुटन बनाउने। मैले चाहिँ फ्राई गरेर ग्रेभी बनाउने सोचिरहेको छु। हेर्दै जाउँ कस्तो हुन्छ। मैले बेसार हालेँ, नुन हालेँ, अनि मजाले फ्राई भइसकेपछि हेर्दै कस्तो खाउँ लाग्ने भयो। अब हामी ग्रेभी बनाउनतर्फ लाग्छौँ। यसमा चाहिँ अघि मैले काटेको लसुन हालेको थिएँ। यसमा चाहिँ सिङ्गै पोटी हाल्ने, अदुवा पनि हाल्ने, जिरा थोरै हाल्ने। अघि नै मैले पहिले नै जिरा हालिसकेको भएर टमाटर हाल्ने अनि मजाले पाक्न दिने टमाटरलाई। त्यसमा अब हामीलाई मसलाहरू के मनपर्छ त्यो पनि एड गर्दै जाने। हाम्रो टमाटर पाक्दैछ मजाले। अब यसरी आगोमा पकाएर खानुको मजै बेग्लै हुन्छ। हामी चाहिँ सबैजना एकै ठाउँमा बसेर पकाउँछौँ। गीत छोराछोरी नाच्दैछन् गीत बजाएर, हामी दुईजना चाहिँ मिलेर यता पकाउँदैछौँ। प्याज पनि मजाले पाक्न आँटिसकेको छ। अब हामी एड गर्छौँ अघि फ्राई गरेको भुटन। यसलाई चाहिँ सबै भुटनलाई बिस्तारै हाल्ने र मजाले चलाउने। पानी चाहिँ ग्रेभी भनेको पानी हाल्ने ग्रेभी चाहिँ होइन है त। फेरि ग्रेभी भन्नासाथ पानी हाल्ने बुझिन्छ होइन। मैले पानी चाहिँ हाल्दिनँ, टमाटर मात्रै हालेर ग्रेभी बनाउन आँटेको छु। अनि धनियाँले गार्निस गर्ने मजाले माथिबाट। अनि खानको लागि रेडी हुन्छ हाम्रो भुटन। यो चाहिँ सबैजना परिवारहरूसँग मिलेर बसेर खाँदा मजा आउँछ। सबैजनालाई सबैतिर दसैँ लागेको छ। आफ्नो परिवारहरूसँग मिलेर दसैँ इन्जोय गर्नुहोस्। सबैजनाले हेल्दी दसैँ मनाऊ, अनहेल्दी नखाऊ। यति भन्दै सबैजनालाई दसैँको शुभकामना दिन चाहन्छौँ। आशा छ आगामी दिनहरूमा मेरो भिडियोलाई माया दिनु नै हुनेछ। टिल देन, बाई बाई, थ्याङ्क यू।